नमस्ते, स्वागत छ यहाँलाई। धन्यवाद। अ, हामी यति बेला दुलो नगरपालिका 1 मा छौँ। यो सडक सायद प्रायलाई थाहा नै छ, अलपत्र परेको सडक हो यो। र मैले ठ्याक्कै भेटेँ हाम्रो विमल खड्का, उहाँको परिचित नाम सुके दादा पनि भन्छ हैन। उहाँ यो समाजमा भइरहेका हरेक व्यथिति विरुद्ध खबरदारी गर्ने, निरन्तर खबरदारी गर्ने म एउटा अभियन्ता पनि भन्न चाहन्छु। र तपाईँ यसरी निरन्तर खबरदारी गरिरहनुहुन्छ हरेक व्यथिति विरुद्ध। तर यो सडक यसरी अलपत्र परिरहँदा तपाईले कहिले खबरदारी गर्नुभयो? खबरदारी हामीले गरेको खबरदारी यो क्षेत्रदेखि लिएर हामीले सिंहदरबारसम्म खबरदारी गर्दा पनि यो ठेक्का चाहिँ पहिल्यै परेको र एकजना अब ठेकादार दिकपाल साईको नामबाट ठेक्का आएर लथालिङ्ग भएको कुरा हामीले सिंहदरबारमा पनि अस्ति भर्खरै जेएनजी मुभमेन्ट पछि मन्त्री परिषद जुन बनेको थियो त्यो परिषदमा जाँदा पनि हामीले यो बाटोको विषयमा, यो बत्तीको विषयमा कुरा गर्दाखेरि चाहिँ हामीलाई सुन्नमा आएको थियो। हाम्रो दिकपाल साई भन्ने यहाँको स्थानीय हुनुहुन्छ होला, क्षेत्र नम्बर 2 को, र उहाँ विशेष गरी उहाँ चाहिँ नेता हो अरे है, माननीय पनि हो अरे। र मेरो धारणामा चाहिँ उहाँलाई चाहिँ आफ्नै ठाउँको जनप्रतिनिधिलाई हो अरे भनेर भन्नुभयो, यहाँनिर स्पष्ट पार्दिनुस्। जनप्रतिनिधि भनेको जनताले चुनेको र जनताको लागि हुनुपर्ने जनप्रतिनिधि हो। तर हाम्रो समग्र यो कर्णालीमा नै जनप्रतिनिधि भन्दाखेरि झ्याट्ट सुन्दा नेता भनिन्छ नि। कर्णालीमा नै अहिलेसम्म कर्णालीवासी कुनै ठाउँको जनताले पनि नेता जन्माएको छैन। जो एकजना जन्माएको छ उहाँ के अरे ज्ञानेन्द्र साई। यो किनभने जनताको लागि हुने हो नि त नेता भनेको, र नेताले भनेको जनताको कुरा सुन्ने हो। हाम्रो जति कर्णालीमा जनप्रतिनिधिहरू नेताहरू बन्नुहुन्छ उहाँहरू चाहिँ आफ्नो पार्टीको कार्यकर्ता पाल्नलाई बनेको नेता हो। त्यस कारणले जनताको नेता होइन, उहाँहरूलाई हामी जनताले नेता भन्नु पनि लाज लाग्ने भएर हामी नेता मानिएको पनि होइन। र दिकपाल साईको त कुरा बाटोबाटै उदाहरण गरौँ, यहाँदेखि बाबिया चौडमा अहिले त्यही भन्दा रहेछन्, ठेकादार भन्छन्। ठेकादारलाई जनप्रतिनिधि मान्ने कुरा पनि भएन। र अहिले फेरि पनि उहाँ चाहिँ भोट माग्नलाई फेरि क्षेत्र नम्बर 2 मा नेपाली काङ्ग्रेसको टिकट ल्याएर आउनु भएको छ अरे। उहाँ कुन मुख ल्याएर आउनुहुन्छ त्यो मुख हेरौँला, र हामी युवाहरूले के गर्नुपर्छ त्यो हामी एकदमै प्रयास गर्नेछौँ। र कुन मुख सक्दो त उहाँ नआएर राम्रो हो, उहाँ आउन आफै लाज मान्नुपर्ने हो। र तैपनि आइहाले पनि कुन मुख ल्याएर कुन पेड ल्याएर आउनुहुन्छ र उहाँको कति कार्यकर्तालाई अहिलेसम्म पालेर ल्याउनु भएको हुन्छ, हामीले त्यो हेर्नेछौँ। भनेपछि यस्तो यहाँको जनताले शास्ति भोगिरहेका छन् यो सडकको कारण। सवारी साधनहरू त्यस्तै समस्यामा छन्, ड्राइभरहरू होइन। र एउटा जनप्रतिनिधि ठेकेदार बनेर निस्किँदै गर्दा यहाँका स्थानीयले खबरदारी गर्नु पर्दैन? स्थानीयहरूले खबरदारी चाहिँ गरेको हुन् र स्थानीयहरूलाई पनि डर छ, आक्रोशित छ। किनभने यो जनप्रतिनिधिहरूले टोलमा टोले नेता पालेका छन्। टोले नेता र टोले गुन्डा पालेका कारणले बाहिरको आम जनताहरू बाहिर खुलेर आफ्नो दुःख कष्ट देखाउन सक्दैनन्। यो उदाहरण मै पनि यहाँ अभियन्ता, अब म चाहिँ अभियन्ता भन्दा पनि म नचिनिएको अभियन्ता हो। मैले जुनसुकै ठाउँमा पनि यो भ्रष्टाचार, यहाँको दुःख कष्टदेखि लिएर जुन ठाउँमा पनि कुरो उठाएको थिएँ, त्यो बेला पनि मलाई यहाँको धेरै टोले नेताहरूले मलाई वार्निङमा हाले हुन्। तैपनि म खबरदार भएर 1 वर्ष कर्णालीमा बसेँ, म आफ्नै गाउँ ठाउँमा। जस्तै पुरानाहरूले काम केही पनि गरेन नेताहरूले भन्ने एकदमै वितृष्णा छ क्या जनतामा। यहाँका जनता एकदमै निराश छन् र अब चाहिँ युवाहरू तात्तिएका छन्। यसमा के भन्नु? काम गरेनन् भन्दा पनि पुरानाहरूले काम गरे। 90% आफ्ना झोले र टोले नेताहरू पाल्ने काम गरे र 10% चाहिँ जनताको विकास भन्दा पनि यो देखावटी रूपमा गरे। र अहिले युवाहरू तात्तिया छन् भन्दाखेरि भन्नुभयो, त्यसको लागि तात्तिन पनि पर्यो। र सम्पूर्ण म हाम्रो क्षेत्र नम्बर 2 को युवाहरूलाई के भन्छु भनेपछि तपाईहरुमा युवाको रगत छ भने यो पालि तातिन पर्छ। हाम्रो बालेन जस्तो एकदमै विज्ञ बालेन शाह लगायत हाम्रो रवि दाईको टिम अगाडि बढिसकेपछि, यति वार्निङमा पनि अगाडि सङ्घर्ष गरेर अगाडि आइसकेपछि हामी सम्पूर्ण युवाहरू र हामीमा युवाको रगत छ भने त्यो नाताले पनि हामी सबै युवा एकजुट हुनुपर्छ। अहिले यो पुरानो यो चोर दलाल पार्टीलाई हटाउन पर्छ। यति भन्दैमा मलाई पनि वार्निङ आउला। टोले नेताहरू धेरैले मलाई अहिले पनि म अलिकति गाउँमा बोल्दाखेरि चाहिँ टोले नेताहरूले मलाई वार्निङ राखेका छन्। उनीहरूको त्यो टोले नेताहरूको त्यो दादागिरीले केही पनि चल्नेवाला छैन। म विमल भने यस्तो मान्छे हो कि कसै टोले नेतादेखि लिएर जहाँको नेता पनि डराउने होइन। यदि तपाईहरुको पनि पार्टी गलत होइन, तपाईहरु टोले नेता बनेर गलत हो। यदि तपाईको पार्टी एकदम उच्च राख्नुहुन्छ भने कर्णालीमा नेता भएर देखाउनुस् जो ज्ञानेन्द्र साई हो।
एउटा कर्णालीको बारेमा बोल्ने भनेको ज्ञानेन्द्र साई हो र कर्णालीको बारेमा बोल्ने ज्ञानेन्द्र साई हुनुहुन्छ भने तपाईँहरू पनि कोही आमाले जन्माएको छोरा हो भने दैलेखको बारेमा बोलेर देखाउनुहोस्, दुल्लुको बारेमा बोलेर देखाउनुहोस्, क्षेत्र नम्बर 2 को बारेमा बोलेर देखाउनुहोस्। अहिले चाहिँ अबको प्लान के छ? अबको प्लान त म एकदमै युवाहरूलाई समर्थन गर्ने हो। युवा भन्दैमा युवा नयाँ पार्टीलाई समर्थन गर्ने हो। कोही त्यसमा पनि राम्रो व्यक्ति आउँछ भने राम्रो व्यक्तिलाई समर्थन गरिन्छ। यो पुरानो अनुहारलाई चाहिँ कदापि पनि हेरियो पुरानो अनुहार र पुरानो पार्टीसँग जोडिन चाहन्न। हस्, धन्यवाद। हुन्छ, यस्तै खबरदारी गरिरहनु होला। धन्यवाद। हस्, धन्यवाद।